तपाईले सडकमा प्रहरीको गाडी साइरन बजाउँदै कुदेको हेर्नु भएछ र वर्दीमा सजेका प्रहरी उपरीक्षक अनि कि एसपी को शान देख्नु भएछ। धेरैले लाग्छ जिल्लाको सबैभन्दा पावरफुल मान्छे तिनी हुन्, तर रुक्नुहोस्, के तपाईलाई थाहा छ एउटा जिल्लामा यस्ता व्यक्ति पनि हुन्छ जसले एउटा आफ्नो हस्ताक्षरमा जिल्लाभरिको हजारौं प्रहरीको मुभमेन्ट रोक्न वा सुरु गर्न सक्छ। हो, आज हामी कुरा गर्नेछौं प्रशासन अर्थात सीडीओ र प्रहरी अर्थात एसपी बीचको त्यो अदृश्य शक्तिको लडाई र सम्बन्धको बारेमा कि कसको पावर कति, कसले कसलाई सेल्युट गर्नुपर्छ र आपतकालीन अवस्थामा कसको आदेश अन्तिम हुन्छ। धेरैले लाग्छ कि प्रहरी ठुलो, तर कानूनले चाहिँ अर्को कुरा भन्छ। आजको यो भिडियोमा हामी जिल्ला प्रशासनको भित्री रहस्य खोल्नेछौं। यदि तपाई यो पावर डायनामिक बुझ्न चाहनुहुन्छ भने भिडियोको 1 सेकेन्ड पनि मिस नगर्नु होला। ल त सुरु गरौँ आजको यो विशेष भिडियो। सबैभन्दा पहिला बुझौँ यो दुवै को हुन्। सीडीओ अर्थात जिल्ला प्रमुख अधिकारी भनेको यो गृह मन्त्रालय मथतको पद हो। जिल्लाको शान्ति सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी यिनकै हुन्छ। सीडीओ जिल्लाको प्रशासनिक प्रमुख हुन्। इन सर्टमा बुझ्दाखेरि सीडीओ भनेको गृह मन्त्रालयले खटाएको जिल्लाको सर्वोच्च प्रशासनिक प्रतिनिधि हो। उनी चाहिँ निजामती सेवातर्फका हुन्। अर्कोतर्फ एसपी अर्थात प्रहरी उपरीक्षक, यो नेपाल प्रहरीको पद हो। जिल्ला प्रहरी कार्यालय प्रमुखको रूपमा यिनीले काम गर्नेछन्। भन्नाले एसपी भनेको नेपाल प्रहरीको अधिकृत हुन् जसले जिल्लाको प्रहरी संगठनको नेतृत्व गर्नेछन्। सीधा अर्थमा बुझ्दाखेरि सीडीओ जिल्लाको एडमिनिस्ट्रेसन हुन् भने एसपी हेड अफ पुलिस। अब कुरा गरौँ को माथि भन्ने बारे अर्थात मर्यादा क्रम र कमान्ड बारे। कानूनी रूपमा मर्यादा क्रममा सीडीओ माथिल्लो तहमा रहनेछन् र जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सीडीओले प्रहरीलाई निर्देशन दिने अधिकार राख्नेछन्। स्थानीय प्रशासन ऐन 2028 अनुसार जिल्लाको सुरक्षाको अन्तिम जिम्मेवारी सीडीओ माथि हुन्छ। भन्नाले नेपाल सरकार मर्यादा क्रम अनुसार सीडीओ को स्थान एसपी भन्दा माथि हुन्छ र जिल्ला सुरक्षा समिति अध्यक्ष नै सीडीओ हुन्छ। र अर्कोतर्फ एसपी को कुरा गरौँ भने एसपी सदस्य मात्र हुन्छ। त्यसपछि अब यहाँ हेर्नु कि प्रहरीले जिल्लामा गर्ने कुनै पनि ठूलो अपरेसन वा कर्फ्यू लगाउने जस्ता निर्णयहरू सीडीओ को आदेश वा सो मानवीय बिना गर्न मिल्दैन। यसको मतलब जिल्लाको सुरक्षा नीति कस्तो हुन्छ भन्ने अन्तिम निर्णय गर्ने अधिकार सीडीओ सँग मात्र हुन्छ। लाभ यहाँ हेर्नु कि यहाँनिर एउटा रोचक कुरा छ, कामको प्रकृति अर्थात नेचर अफ वर्क। सबैभन्दा पहिला सीडीओ को काम जिल्लाभरिको प्रशासन चलाउने, नागरिकता वितरण, राहदानी, विपद व्यवस्थापन र सरकारी कार्यालयहरूको अनुगमन गर्ने। यिनीसँग अर्धन्यायिक अर्थात क्वाइसी जुडिकल अधिकार पनि हुन्छ जसले केही मुद्दामा जरिवाना वा केस तोक्ने। भन्नाले सीडीओ सँग सेमी जुडिकल पावर अर्थात अर्धन्यायिक अधिकार हुन्छ। उनीले केही मुद्दाहरूमा मान्छेलाई थुन्ने वा जरिवाना गर्ने फैसला समेत गर्न सकिन्छ। त्यसपछि अब यहाँ हेर्नु कि एसपी को काम अपराध नियन्त्रण गर्ने, अपराधी पक्राउ गर्ने र जिल्लाको शान्ति सुरक्षाका लागि फिल्ड कमान्ड सम्हाल्ने। प्रहरीले सीडीओ को आदेश कार्यान्वयन गर्ने सहयोग गर्छ। भन्नाले एसपी सँग आफूले कुनै फैसला लिने अधिकार हुँदैन। एसपी को काम अपराधी समात्ने र अपराध अनुसन्धान गर्ने हो, तर सजाय तोक्ने उनीले सीडीओ वा अदालतको शरणमा पार्नुपर्छ। त्यसपछि अब यहाँ नम्बर 4 मा हेर्नु सीधा सम्बन्ध अर्थात डाइरेक्ट रिलेसन। जिल्ला सुरक्षा समिति अर्थात डिस्ट्रिक्ट सिक्युरिटी कमिटीको अध्यक्ष सीडीओ हुन्छ। त्यसपछि अब यहाँ हेर्नु कि एसपी उक्त समितिको सदस्य हुन्छ भने उक्त निर्णयलाई फिल्डमा लगाउने काम एसपी को नेतृत्वमा प्रहरीले गर्नेछ। इन सर्टमा बुझ्दाखेरि शान्ति सुरक्षा कायम गर्ने र प्रहरी परिचालन गर्ने अन्तिम अधिकार सीडीओ सँग हुन्छ। मानव जिल्लामा ठूलो दंगा भएर गोली चलाउनु पर्ने स्थिति आयो भने एसपी लाई आफै निर्णय लिन मिल्दैन। त्यसैले फिल्डमा प्रहरी देखे पनि कमान्ड भनेको प्रशासनकै हुन्छ। त्यसपछि अब यहाँ हेर्नु कि निष्कर्ष, र यो चाहिँ तपाईहरु पुरा ध्यानले हेर्नु होला। यो हेरेपछि तपाईको माइन्डमा जति पनि डाउट हुन्छ सबै डाउट क्लियर भइहाल्छ। निष्कर्षमा भन्नुपर्दा शक्ति र अधिकारको हिसाबले सीडीओ ठूलो, सीडीओ सँग नै समानव्य गरेर काम गर्नुपर्छ। यद्यपि प्रहरीको आन्तरिक सरुवा बरुवा र विभागीय कुराहरुमा भने प्रहरीको आफ्नो चेन अफ कमान्ड अर्थात आईजीपी सम्म हुन्छ। भन्नाले कुनै सीडीओले एसपी लाई त्यो जिल्लाको काम गर्न मात्रै कुनै अनुमति दिन सक्छ। बाँकी बात एसपी को सरुवा बरुवा र विभागीय कुराहरुमा सीडीओ को एक पनि चल्दैन। त्यो काम चाहिँ आईजीपी साहबले गर्नुहुन्छ। तसर्थ तुलनात्मक रूपमा हेर्दा सीडीओ नै जिल्लाको बस वा ठूलो अधिकारी हुन्। एसपी ले सधैँ सीडीओ सँग समानव्य गरेर काम गर्नुपर्छ। यद्यपि प्रहरीको आफ्नो शान र आफ्नो चेन अफ कमान्ड हुन्छ। यी दुवै पद देशको शान्ति र सुव्यवस्थाका लागि दुईवटा पंगुला जस्तो हो, एउटा बिना अर्को अधुरो छन्। त साथीहरु आजको यो विश्लेषणबाट के स्पष्ट हुन्छ भने सडक भडक र वर्दीमा एसपी शक्तिशाली देखे पनि कानूनी र प्रशासनिक रूपमा जिल्लाको असली राजा अर्थात प्रमुख जिल्ला अधिकारी सीडीओ नै हुन्। तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने यी दुवै बीचको सम्बन्ध ठूलो र सानो भन्दा पनि समानव्य र सहकार्यको हो। एकजनाले योजना बनाउने र अर्कोले त्यसलाई बहादुरीका साथ लागू गराउने। तपाईलाई के लाग्छ एउटा जिल्ला चलाउन बन्दुकको शक्ति बढी चाहिन्छ कि कलमको? तपाईको विचार तलको कमेन्ट बक्समा पक्कै लेख्नु होला। यदि तपाईलाई यो भिडियो नयाँ कुरा सिकाएछ भने यो भिडियोलाई लाइक गरेर आफ्नो साथीहरुसँग शेयर गर्न नभुल्नु होला र यस्तै जानकारीमूलक भिडियो सबैभन्दा अगाडि हेर्नका लागि च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। तपाईको एउटा सानो लाइक कमेन्ट सब्स्क्राइबले हामीलाई अझै राम्रो भिडियो बनाउने ऊर्जा दिनेछ र म अर्को पटक पनि यस्तै रोचक विषय लिएर धेरै चाँडो आउनेछु। तबसम्मका लागि सुरक्षित रहनुस् र लोक सेवाको तयारीमा लागिरहनुस्, पढ्दै रहनुस्, अघि बढ्दै रहनुस्। जय नेपाल।